Which of the following is the most common form of congenital heart disease? Option A, atrial septal defect. Option B, ventricular septal defect. Option C, transposition of great vessels. Option D, right ventricular hypertrophy. यसको राइट एन्सर हो अप्सन बी भेन्टिकुलर सेप्टल डिफेक्ट। मोस्ट कमन फर्म अफ कन्जेनाइटल हार्ट डिजिज भनेको चाहिँ भेन्ट्रिकुलर सेप्टल डिफेक्ट हो। यो चाहिँ मोस्ट कमन असाइनोटिक हार्ट डिजिज पनि हो। र मोस्ट कमन हार्ट डिजिज इन नेपाल भन्यो भने चाहिँ रिमेटिक हार्ट डिजिज चाहिँ राइट एन्सर हुन्छ। क्वेसन नम्बर 2 रहेको छ ट्राइसोमी 21 इज द अटोसोमल डिसअर्डर कमनली नोन एज। ट्राइसोमी 21 लाई चाहिँ कमनली के भनिन्छ भनेको छ। अप्सन ए डाउन सिन्ड्रोम, अप्सन बी इडवार्ड सिन्ड्रोम, अप्सन सी क्लियर-फिल्टर सिन्ड्रोम, अप्सन डी मल्टिपल सिन्ड्रोम। ट्राइसोमी 21 लाई चाहिँ डाउन सिन्ड्रोम भनिन्छ। यसको राइट एन्सर भनेको चाहिँ अप्सन ए हो। क्वेसन नम्बर 3 मा रहेको छ हाइड्रोसेल इज द कलेक्सन अफ फ्लुइड इन। अप्सन ए टुनिका भेजिनालिस, अप्सन बी टुनिका मिडिया, अप्सन सी टुनिका भास्कुलोसा, अप्सन डी टेस्टिस। र यसको राइट एन्सर हो अप्सन ए टुनिका भेजिनालिस। हाइड्रोसिल भनेको चाहिँ जुन टेस्टिस हुन्छ, टेस्टिसको पनि 3 वटा लेयरहरू हुन्छ। सबभन्दा बाहिरको लेयर भनेको चाहिँ टुनिका भेजिनालिस, बिचको लेयर भनेको टुनिका एल्बुमिनिया र भित्रको लेयर भनेको चाहिँ टुनिका भास्कुलोसा। भिएबी भनेर सम्झे हुन्छ, भिएबी। र त्यो जुन सबभन्दा बाहिरको लेयर हुन्छ त्यसमा चाहिँ फ्लुइड कलेक्सन भयो भने त्यसलाई चाहिँ हाइड्रोसिल भनेर भनिन्छ। क्वेसन नम्बर 4 मा रहेको छ द जन्डिस एफेयर फ्रम द टाइम अफ बर्थ इज कल्ड। अप्सन ए पैथोलॉजिकल जन्डिस, अप्सन बी ब्रेस्ट मिल्क जन्डिस, अप्सन सी फिजियोलॉजिकल जन्डिस, अप्सन डी ब्रेस्ट फिड जन्डिस। र जन्डिस जुन बच्चा जन्मेको 24 घण्टाभित्र र जन्मिसकेपछि जुन 2 हप्ता अथवा 14 दिनभन्दा पछाडि देखिने जन्डिसलाई चाहिँ पैथोलॉजिकल जन्डिस भनिन्छ भने बच्चा जन्मेको 24 देखि 14 दिनभित्र देखिने जन्डिसलाई चाहिँ फिजियोलॉजिकल जन्डिस भनेर भनिन्छ। र यसको राइट एन्सर रहेको छ अप्सन ए पैथोलॉजिकल जन्डिस। क्वेसन नम्बर 5 मा रहेको छ इफ अ न्यूबर्न बेबी हैज अ प्रब्लम अफ प्रोजेक्टाइल भोमिटिङ सुन आफ्टर फिडिङ द बेबी मे प्रब्लम अफ भनेको छ। जुन फिडिङ गर्न बित्तिकै बच्चालाई चाहिँ प्रोजेक्टाइल भोमिटिङ भयो भने अब चाहिँ के हुन सक्छ त्यसको पोसिबल कज भनेको छ। अप्सन ए हस्प्रङ डिजिज, अप्सन बी इन्टेस्टाइनल अब्स्ट्रक्सन, अप्सन सी पाइलोरिक स्टेनोसिस, अप्सन डी इन्टरसेप्सन। र यसको राइट एन्सर हो अप्सन सी पाइलोरिक स्टेनोसिस। किनकि पाइलोरिक स्टेनोसिस भनेको एउटा यस्तो कन्डिसन हो जसमा चाहिँ पाइलोरिक एन्ट्रम जुन स्टोमकको पाइलोरिक एन्ट्रम हुन्छ त्यो चाहिँ साँघुरो भएको कारणले गर्दाखेरि चाहिँ इन्टेस्टाइनमा तलतिर चाहिँ जुन हाम्रो खाएको जुन फिडिङहरू गरेको उसले खाना खाएको जुन फ्लुइडहरू अथवा फुडहरू हुन्छ त्यो चाहिँ इन्टेस्टाइनमा जान पाउँदैन र त्यहाँको जुन फुड अथवा फ्लुइडहरू चाहिँ ब्याक भएर चाहिँ फेरि भोमिटिङको थ्रुबाट चाहिँ प्रोजेक्टाइल भोमिटिङहरू हुन्छ। र हस्प्रङ डिजिज भनेको चाहिँ एउटा यस्तो कन्डिसन हो जसमा जुन लार्ज इन्टेस्टाइनमा रहेको जुन नर्भहरू हुन्छ पेरिस्टालिस मुभमेन्ट गराउनमा हेल्प गर्ने जुन नर्भहरू हुन्छ त्यो चाहिँ मिसिङ भएको कारणले गर्दाखेरि हुने हो। यसमा चाहिँ अब्सोल्युट कन्स्टिपेसन हुन्छ र बच्चा जन्मेको 24 घण्टासम्म पनि बच्चाले मेकोनियम पास गर्दैन है। अर्को कुरा भनेको इन्टरसेप्सन पनि एउटा यस्तो कन्डिसन हो जसमा जुन इन्टेस्टाइन हुन्छ त्यो एउटा इन्टेस्टाइन चाहिँ अर्कोमा इन्भेजिनेट हुन्छ, त्यसलाई चाहिँ इन्टरसेप्सन भनिन्छ। यसमा चाहिँ करेन्ट जेली लाइक टाइपको चाहिँ स्टुलहरू चाहिँ हुन्छ र यसमा भोमिटिङ हुन्छ। भोमिटिङ चाहिँ फिकल कन्टेन्ट भएको चाहिँ भोमिटिङहरू हुन्छ। त्यही भएर यसको राइट एन्सर भनेको पाइलोरिक स्टेनोसिस भयो। क्वेसन नम्बर 6 मा रहेको छ ग्यालेजी टेस्ट पोजिटिभ इन भनेको छ। अप्सन ए क्लफ्ट फुट, अप्सन बी क्लेफ्ट लिप, अप्सन सी क्लेफ्ट प्यालेट, अप्सन डी हिप डिस्लोकेसन। यसको राइट एन्सर रहेको छ हिप डिस्लोकेसन। ग्यालेजी टेस्ट र टेस्ट चाहिँ हिप डिस्लोकेसन भएको कन्डिसनमा गर्नुपर्छ। मेन भनेको चाहिँ यो हिप डिस्लोकेसन चाहिँ कन्जेनाइटल हिप डिस्लोकेसनमा चाहिँ मेन 3 वटा कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। 3 वटा कुराहरूमा चाहिँ एउटा भनेको चाहिँ लिमिटेड हिप एब्डक्सन हुन्छ हैन, हिप चाहिँ एब्डक्सन हुँदैन। र जुन
पार्ट चाहिँ एफेक्टेड भएको हो, जुन लिम्ब चाहिँ एफेक्टेड भएको हो त्यो चाहिँ सर्टनिङ हुन्छ र असिमेट्रिकल ग्लुटेल फोल्डहरू पनि हुन्छ। अर्को रहेको छ क्वेसन नम्बर 7 मा रहेको छ रोज स्पोट इज सिन इन भनेको छ। अप्सन ए रुबेला, अप्सन बी रुबेला, अप्सन सी मम्स र अप्सन डी टाइफाइड फिभर रहेको छ र यसको राइट एन्सर भनेको चाहिँ अप्सन डी टाइफाइड फिभर रहेको छ। क्वेसन नम्बर 8 मा रहेको छ क्रोनिक मालन्युट्रिसन इज क्यारेक्टराइज बाई भनेको छ। अप्सन ए वेट फर एज, अप्सन बी हाइट फर एज, अप्सन सी हाइट फर वेट, अप्सन डी वेट फर हाइट। यसको राइट एन्सर रहेको छ HA। HA भनेको चाहिँ अप्सन बीमा रहेको छ हाइट फर एज। क्रोनिक मालन्युट्रिसन भन्ने बित्तिकै हामीले लो हाइट फर एज भन्ने कुरा बुझ्नु पर्दछ र एक्युट मालन्युट्रिसन पनि भन्ने हुन्छ। एक्युट मालन्युट्रिसन भनेको चाहिँ WH लाई चाहिँ हामीले WH लाई चाहिँ एक्युट लिन्छौँ। यो भनेको चाहिँ लो वेट फर हाइटलाई चाहिँ एक्युट मालन्युट्रिसन भनेर भनिन्छ र अर्को भन्ने हुन्छ एउटा अन्डर मालन्युट्रिसन। अन्डर मालन्युट्रिसन भनेको चाहिँ लो वेट फर एज है, लो वेट फर एजलाई चाहिँ अन्डर मालन्युट्रिसन भनेर भनिन्छ। क्वेसन नम्बर 9 मा रहेको छ अ पेसेन्ट इज फाउन्ड इन टोनिक क्लोनिक सिजर, व्हाट प्रिकसन डु यु टेक फर पेसेन्ट भनेको छ। अप्सन ए प्रिभेन्ट फ्रम इन्फेक्सन, अप्सन बी प्रिभेन्ट फ्रम सेलिब्रेसन, अप्सन सी प्रिभेन्ट फ्रम इन्जुरी, अप्सन डी प्रिभेन्ट फ्रम आउटलुकर्स भनेको छ। यसको राइट एन्सर भनेको चाहिँ इन्फेक्सन हुने कुरा भएन है, इन्फेक्सन त यो हुने कुरै भएन। अप्सन बी भनेको चाहिँ प्रिभेन्ट फ्रम सेलिब्रेसन हुनबाट हामीले बचाउन सक्दैनौँ है, सेलिब्रेसनै हुन नदिने भन्ने त हुँदैन। अब राइट एन्सर भनेको चाहिँ हाम्रो प्रिभेन्ट फ्रम इन्जुरी, इन्जुरीहरूबाट चाहिँ बचाउने भन्ने एउटा हाम्रो राइट एन्सर हुन्छ। र क्वेसन नम्बर 10 मा रहेको छ केयर आफ्टर कार्डियक क्याथेटराइजेसन भनेको छ। क्याथेटराइजेसन भइसकेपछि, कार्डियक क्याथेटराइजेसन गरिसकेपछि हामीले के कुरामा ध्यान दिनुपर्छ। अप्सन ए चेक डिस्टल पल्स, बीमा रहेको छ चेक कार्डियक पल्स, सीमा रहेको छ चेक फर कन्सियसनेस, डी चेक फर स्लिपिनेस भनेको छ। यसमा मेन भनेको चाहिँ हामीले कार्डियक क्याथेटराइजेसन गरिसकेपछि सेन्ट्रल भन्दा पनि डिस्टल पल्सहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। त्यही भएर यसको राइट एन्सर भनेको चाहिँ अप्सन ए चेक डिस्टल पल्सहरू रहेको छ। हस्, धन्यवाद। आजको कन्टेन्ट यति नै थियो। हजुरलाई भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्न नभुल्नुहोला, लाइक गर्न नभुल्नुहोला, सँगसँगै सब्सक्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।